हर्क साम्पाङ र बालेन शाह मिलेको विषयमा विरोधीहरूले अर्थात् नेपाली जनताहरूले नै यति धेरै गाली गलोज गरिराखेका छन् कि यिनीहरू किन मिले। अरे देश बेच्न मिलेका होइनन् के, उनीहरू देश बनाउन मिलेका हुन्। कतिपयले भने हर्क साम्पाङले चुनाव अगाडि चाहिँ रवि बालेनलाई त्यति धेरै गाली गर्ने, तथा नाम त्यस्तो गाली गर्ने, अहिले चाहिँ आएर एउटा हड्डी फालिदिएपछि अर्थात् रुबी कुमारी ठाकुरलाई उपसभामुख बनाएपछि मिले भन्ने तर्कहरू छन्। चुनाव अगाडि हर्क साम्पाङले बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङलाई धेरैचोटि भनेका थिए, हामी नयाँ नयाँ मिलेर जाउँ, अब पुरानाको हातमा देश नदिउँ भनेर राम्रा राम्रा भिजनहरू लिएर बालेन शाह, रवि लामिछाने, कुलमानलाई धेरैचोटि भनेका हुन्। तर उनीहरूले त्यतिखेर हर्क साम्पाङको कुरा सुनेनन्। नसुनिसकेपछि हर्क साम्पाङलाई के लाग्यो भने यिनीहरू पनि विदेशी दलाल नै रहेछन्। यति राम्रो देश बनाउने भिजन मैले लिँदाखेरि यिनीहरूलाई भन्दाखेरि सल्लाह गर्दा यिनीहरू मानेनन्। म मात्रै रहेछु देशभक्ति त, यिनीहरूले मेरो कुरा किन सुनेनन् भनेर उसको चित्त दुखेपछि विरोध गरे। त्यस्तै चुनाव पछि चाहिँ के भयो भने बालेन शाहले नै बुझे अब हर्क साम्पाङसँग मिल्नुपर्छ, सबै मिल्नुपर्छ, हामी नयाँ मिलेर नै देश बनाउनुपर्छ। हर्क साम्पाङको भिजन चुनाव पछि मात्रै बालेन शाहले बुझ्न थाले। त्यसपछि श्रम संस्कृति पार्टीको सभासद रुबी कुमारी ठाकुरलाई उपसभामुख बनाउने घोषणा गरे। र यो चाहिँ हर्क साम्पाङको श्रम संस्कृति पार्टी अर्थात् स्वतन्त्र पार्टी घन्टीको माग होइन, यो पुरा देशको माग हो, जेन्जीको माग हो, जेन्जी युवा युवतीको माग हो। यो युवा आउनुपर्छ, देश बनाउनुपर्छ भन्ने चाहिँ कुनै हर्क साम्पाङको माग होइन। यो हर्क साम्पाङ यति स्वार्थी थियो भने, हर्क साम्पाङको माग थियो भने हर्क साम्पाङले आफ्नो श्रीमतीलाई सभासद बनाउँथे, उपसभामुख पनि श्रीमतीलाई नै बनाउनलाई आग्रह गर्थे। तर यो भनेको जनताको माग हो। एउटा मधेसको चेली उपसभामुख बनेर सबै जेन्जी युवा युवतीको चाहिँ उसले नेतृत्व गरोस्, सबै जेन्जी युवा युवतीको चाहिँ माग पुरा गरोस् भनेर चाहिँ उनलाई उपसभामुख बनाइएको हो। यहाँ कुनै उपसभामुख बनाएर लुट्ने योजना बनाइएको होइन यो। अनि अर्को आयो राजमार्गको विषयमा, कसैले बालेन शाह भन्छन् महेन्द्र राजमार्ग, हर्क साम्पाङ भन्छ यलम्बर राजमार्ग। यहाँ कुनै जुन जे राखे पनि कुनै आपत्ति छैन, नेपाली जनतालाई विकास चाहिएको छ। यलम्बर पनि नेपालकै थिए र महेन्द्र पनि नेपालकै हुन् होइन। यहाँ जे नाम राख्यो नामले फरक पर्दैन। यहाँ